युवती भनौँ विवाह भएको छैन, बच्चा पेटमा आइसक्यो, त्यो बच्चालाई जन्माएर हुर्काउने हुर्काउने प्रयास त जसले पनि गर्छ होला जस्तो लाग्छ मलाई होइन। किनभने पछिल्लो समयमा आफूले भोगेको कुराहरू भन्दैछु, प्रयास गर्दा गर्दै पनि समाज छ क्या ठुलो। बिना बाउको बच्चा जन्मायो, कसको बच्चा जन्मायो, त्यो घर परिवारमा बस्न दिँदैन, परिवारले स्वीकार गर्दैन। नवजात शिशुहरूको लासहरू लगेर जलाइरहेका हुन्छौँ। हामीलाई बच्चा दिनुहोस् बरु हामी पाल्छौँ भनेर भन्नुहुन्छ, तर हामीलाई दुःख कहाँ लाग्छ, हाम्रो हातमा त्यो जीवित बच्चाहरू हाम्रो हातमा हुँदैनन्। जब उनीहरूको मृत्यु भइसक्छ, मृत्यु पश्चात हाम्रो हातमा आइपुग्छ, हामीले त्यो कसैलाई दिन पनि मिल्दैन, कसैलाई पाल्नुहोस् भन्न पनि मिल्दैन क्या। सायद त्यो जीवित बच्चाहरू हाम्रो हातमा आएको भए सायद हामी नै सबैभन्दा पहिला आफ्नै घरमा राख्थ्यौँ क्या। बरु त्यसलाई बिजोग हुनुभन्दा त एक छाक जे हामीले खान्छौँ त्यही खान्थ्यौँ, जसरी हामी हिँडिरहेको छौँ त्यसरी राख्थ्यौँ। जसले माग्नु भएको छ बच्चा उहाँलाई नै दिन्थ्यौँ, किनभने बच्चाले संसारको देख्न पाउँथ्यो, चिन्न पाउँथ्यो नि त होइन। तर दुःख लाग्छ, अब मरिसकेपछि कुहिसकेपछि हाम्रो हातमा आइपुग्छ, छोडेर जहाँ बस्ने हो बस भनेर छोडिदिनुहुन्छ। त्यो अवस्थामा एउटा महिलाले त्यो बच्चालाई कसरी हुर्काउने होइन, त्यो बाध्यता हामीले देखेका छैनौँ क्या। कतिपयको अब आमा हुन्छ तर बाउ हुँदैन, त्यो अवस्थामा त्यो बच्चा कसरी हुर्किने, त्यसलाई कसरी हुर्काउने, कसरी पढाउने बढाउने भन्ने हिसाबमा पनि मान्छेहरूको सोच जाने रहेछ क्या होइन। अनि त्यो बच्चा हुर्किनुभन्दा हामी मारेर फाल्दिउँ भन्ने टाइपले पनि फाल्नुहुँदो रहेछ, तर यो एकदम गलत हो क्या। के त जब पेटमा हाम्रो भ्रूण छ भने थाहा हुँदा हुँदै बरु त्यसलाई के गरिदिउँ न, त्यसमा त कुनै पाप छैन त। जब 9 महिनासम्म पेटमा राखिसकेर त्यसलाई जन्म दिएर फाल्दाखेरि कति ठुलो पाप, त्यो संसारमा आइसकेका हुन्छ, संसार देखिसकेका हुन्छ। तर पशुपतिको पछाडिको पुल छ नि, त्यहाँ पनि प्राय कुकुरले मुखमा च्यापेर हिँडिरहेको हुन्छ होइन, वरिपरि देखिन्छन् हाम्रो आँखा अगाडि। विनय सरले झन् त्यस्तो कति देख्नु भएको छ, कसैको टाउको हुँदैन, कसैको जिउ मात्रै हुन्छ, कसैको हातका सानो टुक्राहरू हुन्छन्, त्यस्ता धेरै भेटिन्छन् क्या होइन। अनि प्रहरीहरूले जस्तो अवस्थामा भेट्नु भएको छ त्यस्तै अवस्थामा उठाएर मृत्युका गरेर लानुहुन्छ। आजको जुन बच्चा छ नि, बच्चाको चाहिँ टाउको शरीरदेखि लिएर सबै राम्रै छ कि त्यसमा पनि के अङ्ग भङ्ग भएको छ कि के छ? आजको मैले गएको थिइनँ। आज के छ विनय सर? लास प्याक गर्न मगाएको आज देखेको छैन, सानो खालको बच्चा हो, पोको छ। त्यो पोको चाहिँ नि अब हामीले ल्याएर सदर गर्ने हो त्यस्तो खालको छैन। अब त्यो नवजात भन्ने बित्तिकै 3 महिना पुगिसकेका पनि छन्, हात खुट्टा सबै देखिने, टाउको देखिने, कपाल आइसकेकाहरू पनि हुन्छन्। अब भर्खर जन्मेर त्यो सानो यत्रो खालको पनि हुन्छ होइन। नवजात शिशुहरू चाहिँ त्यस्तो नगरिदिनु होला कुमारी आमाहरूले भन्ने हो। अब हामीले 14 वर्ष भयो भन्न थालेको, 14 वर्ष भयो यसै गरी गर्न थाले। अब त्यो कम पनि हुँदैन होइन। अब नवजात शिशु पनि छन्, सडकमा बेवारिसी मर्नेहरू पनि छन्। नवजात बेवारिसी त्यो शिशुहरूको हकमा चाहिँ दुःख चाहिँ लाग्छ। आफ्नो पनि बच्चा पछि हुर्किँदै गएको देखेर हो कि